Hello friends, good morning everyone. अहिले भने चाहिँ अब हामी चाहिँ यो होटल रुम छोड्दैछ। यो चाहिँ जयगाउँको होटल हो। अब यो चाहिँ हामीले छोडिसक्यो हैन। मतलब अब हामी चाहिँ भुटान तर्फ लाग्नेवाला छौं अनि हामीले चाहिँ यहाँ नेरी सामानहरु बाहिर निकालिसकेको छ र चाबी यहाँ छ। चाबी चाहिँ म लिन्दैछु। एकताल चेक गर्नु पर्यो के छ के है रुममा। पानी थियो बाहिरै हल्ला पुरा गरिरहेको छ। छिटो छिटो भन्दै थियो मलाई हैन। अलिकति पानी छ तातो पानी चाहिँ र यो के छोडेको छ कि छैन रहेछ। हामीले सबै निकालेछ हैन। औ खोइ ल्याइदिन्छ अरे तलै चाबी चाहिँ तल दिनुपर्छ। ओके ओके साथीहरु, अब हामी तल झर्दैछ ब्रेकफास्ट गरिकन चाहिँ हामी भुटानको गाइडहरुसँग चाहिँ हामी चाहिँ पारिपट्टि अब जान्छ भुटान। दिपा हाय, आजको रात कस्तो बित्यो? फाइन, दामी दामी बित्यो। निद्रा राम्रो लाग्यो है? लाग्यो लाग्यो। ओके नहीं यहाँ नगर्नु अरे नि। नगर्नु अरे औ भित्र गर्नु केही हुँदैन। हामी चाहिँ यहाँ चेक पोस्टमा छ है। भिडियो अब भने चाहिँ हामी भुटान छिरिसकेको छ र यहाँ छ मेरो साथीहरु। यहाँ छ एक मिनेट अगाडि चाहिँ हामी इन्डियामा थियो। अब चाहिँ जस्ट एक मिनेट बादमा चाहिँ हामी भुटानमा छ। यस त्यसै हामी कहाँ जाँदैछ? भुटान थिम्पू। यहाँ चाहिँ डिसिप्लिनमा रहेछ है। सफा पनि सफा हो। हेर्नुहोस् यहाँनिर कस्तो मजाले यहाँनिर लो ट्राफिक जाम हुँदा पनि यसरी मजाले बसिरहेछ होइन। ए हाम्रोतिर यस्तो कहाँ हुन्छ होला र। अनि यहाँ छ अगाडि गाइड अरूहरू साथीहरू जाँदैछ अनि पछाडि पनि आउँदैछ। पछाडि यहाँ आउँदैछ दुईजना। अनि र आज चाहिँ हामी थिम्पू जानेवाला छ। बिचमा परेको छ हाम्रो। बिचमा चाहिँ छ दुईजना। दुईटा साइड सिन छ। कहाँ छ साइड सिन थाहा छैन। अहिले देखाउने छु म तपाईँहरूलाई। हेर्दै गर्नु होला। गाइड अनि बहिनी यहाँ दुईजना पछि अनि म आउँदैछु। सायद अब यहाँ चाहिँ फेरि यहाँ चाहिँ हाम्रो ट्याक्सीहरू आइसकेको छ। सामानहरू हेर्दैछौँ। सबै ड्रेसमा हुँदो रहेछ यहाँनिर। गाइडहरूदेखि लिएर सबै सफा। टुरिस्ट सेक्सन भित्र पस्दैछ हामी। हामी चाहिँ यहाँ पर्मिट बनाउने ठाउँमा पर्मिट बनाउँदैछ गाइडहरूले। सबै वेटमा छ। वेटमा एप्पल फल्ने टाइम हाम्रो गाइड र साथीहरू सबैजनाको पर्मिट पनि भइसक्यो। अनि अब हामी चाहिँ थिम्पूको लागि रवाना हुँदैछौँ। हेर्दै गर्नु होला। हामी चाहिँ आइपुगेको छ फर्स्ट चेक पोस्टमा। यो चाहिँ रहेछ फर्स्ट चेक पोस्ट भुटानको। थिम्पूको फर्स्ट चेक पोस्ट। र साथीहरू हामीले यहाँनिर भुटानमा चाहिँ घुम्नु जाँदाखेरि चाहिँ एउटा गाइड चाहिँ हामीले लिनुपर्ने हुँदो रहेछ। र त्यो गाइडको चाहिँ हामीले पर डे 2000 चाहिँ पे गर्नु पर्दो रहेछ। अब चाहिँ हामी यहाँनिर गुम्पामा आइसकेका छौँ र गुम्पामा देखाउनु पर्यो भनेको एकदमै आँखा चाहिँ यस्तो भयो। र घामले गर्दा चाहिँ घाम चाहिँ लागिरहेको रहेछ। अनि साथीहरु हाम्रो यो चाहिँ फर्स्ट साइट सिन हो
फुन्चुलिङबाट थिम्पू जाँदाखेरि। अनि हाम्रो गाइड चाहिँ एकदमै शर्मिली एकदमै प्रिटी हुनुहुँदो रहेछ र उहाँले चाहिँ हामीलाई यो गुम्पाको बारेमा भन्नुहुँदैछ। अनि फर्स्ट अफ अल चाहिँ यहाँनिर हामीलाई जति पनि टुरिस्टहरूलाई चाहिँ गुम्पामा यहाँनिर हामीलाई चाहिँ यहाँ लिएर गर्नुहुँदैछ उहाँले स्वागत वेलकम है विथ खादा लगाएर चाहिँ यहाँनिर हामीलाई स्वागत गर्नुहुँदैछ र एकजनाले आफ्नो इन्ट्रोडक्सन दिँदै यहाँनिर हामीलाई चाहिँ वेलकम गर्नुहुँदैछ। It symbolizes purity, wisdom, and compassion, and it has you print right. This symbolizes the birth of a Buddha till his death, and you scotch it Tashitake Bansa. So I will give one by one, and please do introduce yourself. And this is our colleague. Okay. Tashi. Hello. Hello. Kisu sangpo. Jyoti Rai. Welcome to Bhutan. Thank you so much. My name is Kalpana Rai. My name is Sabita Rai. Rai gang. Rai gang. Rainy gang. Rai gang. My name is Mira Rai. Mira Rai. Sabina, Kalpana, Mira. Okay. Kamala video. Welcome. My name is Armina Rai from Sikkim. सबै राई रहेछ अरु जात छैन राई राई सबै सबै राई दिप मिक्स छैन यहाँको मेलरे पाउने मेलरे उयो के रे यो छिन मेलरे पछि के रे भनको नाम रहेछ मेरो मेलरे पछि यो मेला means Mela means man and Repa means cotton cloth. Mela Repachin, yogis means yogi, sadhu. Yogi bansa. Sadhu. गुम्पाबाट चाहिँ हामी निक्लिसकेको छ अब जाँदैछ कहाँ जाँदैछ वी डोन्ट नो नेपालीहरुलाई चाहिँ लाचम्फा नेपालीलाई चाहिँ लाचम्फा भन्छ रे आउँछ Okay, I'll tell about the fun fact and the national symbols of our country, Bhutan. So, geographically, our country, Bhutan, is located between the two giant countries. Towards the north, we have China, and towards the south, we have our friend, India, Bharat. So, and the total area of our country is only 38,394 square kilometers. And the total population is only 7 lakh. only 7 lakh Our national dress team for male, for male they wear no, and for female more Kira national dress. And our national animal is Taki. Our national game is archery. yes तपाईँको उ त के अरे इन्डियामा चाहिँ यो हो नि नेसनल गेम चाहिँ के होइन यो अमेरिकाको नेसनल फ्लावर चाहिँ ब्लू पप्पी यो चाहिँ हाई एल्टिट्युडमा मात्रै देख्दैन यो फोटो चाहिँ देख्छ our former government is DMC Democratic Monarchy. Our country health or education system is free public.
र साथीहरू हामी जति जति अगाडि बढ्दैछौँ उति उति चिसो पनि बढ्दै जाँदैछ एकदमै जाडो छ है अनि हाम्रो सिक्किमको जस्तै एकदमै हिल्ली एरियाजहरू रहेछ यहाँ पनि भुटानमा पनि सिमिलर है अनि एकदम वेदरहरू पनि सेम है तर अझै चिसो रहेछ यहाँ चाहिँ तपाईहरु आउनुभयो भने चाहिँ एकदमै मोटो मोटो ज्याकेटहरू लगाएर आउनुहोस् होला विन्टरमा आउनुहुन्छ भनेदेखि चाहिँ अनि यहाँ चाहिँ भुटानमा चाहिँ गाइडले भन्नुहुँदैछ एकदमै फ्री अफ कोस्ट एजुकेसन एन्ड हेल्थको चाहिँ फेसिलिटी एकदमै फ्री अफ कोस्ट रहेछ चिसो हावा चिसो मौसम Bhutanko Raja and Rani, King and Queen, so handsome and so pretty. र साथीहरु यहाँ चाहिँ रहेछ एउटा ठुलो गेट यहाँ यो गेटदेखि सिधा उभो जाँदाखेरि चाहिँ पुग्ने रहेछ थिम्पू र यहाँदेखि यता लेफ्ट साइड जाँदाखेरि चाहिँ पुग्ने रहेछ पारो र अब थिम्पू पुग्नु चाहिँ 70 किलोमिटर रहेछ मनमा के भो तिमीलाई कसरी पकाउने र साथीहरु हामीहरु चाहिँ अब यहाँनिर जाने पनि भयो नेपाली फिल्मको साथीहरु गीत चाहिँ यहाँनिर जानी नजानी गाउँदैछ आउँदैन तर पनि साह्रो बोरिङ भयो होइन सुनेको थिएन गीत सुन्नु पनि होइन सिम अब चल्दैन हाम्रो गीत सुनिरहेर चाहिँ एकदम गाउँदैछ जाने सुनिदिन्छ Okay, thank you so much. Okay. Finally, हुन्चेलुङबाट है हुन्चेलुङबाट चाहिँ बिहानदेखि अहिले आइपुग्यो हाम्रो ब्यागहरू पनि लाग्दैन आइपुग्यो भर्खर आइपुग्यो गाडी चाहिँ
ठुची होइन अरे सिक्किममा आउँदा ठुची भन्छ यता चाहिँ के पो कटक कटक ठेला कटक ठेला चलो गाइस अरे हामी आइपुग्यो वेलकम टी पनि पायो खाए ल कस्तो रहेछ टी वेलकम टी रहेछ जिन्जर लेमन टी वाउ है म पनि खाँदैछु ल यो मेरो लागि हो कति अहिले चाहिँ हामी थिम्पू मार्केटमा छ साथीहरू र थिम्पू मार्केटमा चाहिँ हामी यत्रो टाढो आइसक्यो होटलबाट र मानिसहरू भनेको चाहिँ एकदमै कम्ती रहेछ है गाडीहरू पनि कम्ती अनि हुनु चाहिँ यहाँनिर पपुलेसन 8 लाख समथिङ रहेछ त्यही भएर पनि होला अनि एकदमै साइलेन्ट नो हर्न होइन अनि एकदमै डिसिप्लिन मेन्टेन डिसिप्लिन है एकदमै राम्रो रहेछ अनि यो चाहिँ के अरे के पो क्लक टावर अनि अहिले चाहिँ हामी क्लक टावरमा आएको छ थिम्पूमा सबैजना आफ्नो व्यस्त छ होइन भिडियो बनाउनु अनि यहाँनिर प्रोग्राम हुँदाखेरि चाहिँ यहाँनिर हुँदो रहेछ है एकदमै राम्रो रहेछ अनि म चाहिँ यहाँनिर एकदमै जाडो भइसकेको छ र मैले चाहिँ यहाँनिर टोपी पनि लगाइसकेको छु मफलर यस्तो गेटअपमा छु एकदमै है जाडो चाहिँ जाडो रहेछ आजको डिनर चाहिँ हामीले डिनरमा बसिसकेको छौँ हामी आजको यो होटलमा डिनरमा रहेको छ चापत्ती राइस चिकन चिया पापड एन्ड मसरुम र साथीहरू आजको डिनर यस्तै रहेको छ थ्याङ्क यू फर वाचिङ बाई बाई